यो आवाज यो अभियान मैले त्यत्तिकै चालेको होइन। यो अभियान किन चालियो भने यो एकदम गम्भीर कुरा छ। यो अभियान त्यत्तिकै हामीले ल्याएको होइन। आज 17,000 भन्दा बढीले को रगतले लटपटिएको जनयुद्ध आज कहाँ गयो? 50,000 मान्छे घाइते भएका छन्। आज ती मान्छेलाई कसले हेरेको छ त्यो जनयुद्धमा गणतन्त्र ल्याउने नाममा? आज खरबौंका सम्पत्ति त्यतिखेर 52 सालदेखि 62 सालसम्म ध्वस्त भए देशका बमबार्डिङ भएर। त्यसको लेखाजोखा कसले गर्ने? र गणतन्त्र आइसकेपछि गणतन्त्र आउनुभन्दा अगाडि यो देशमा तपाईको राजा राज संस्थाको वंशनाश हुनुभन्दा अगाडि र राजा ज्ञानेन्द्रले दरबारबाट बहिगमन हुनुभन्दा अगाडि यो देशमा जम्मा क्रिस्चियन 42,000 थिए र 7वटा चर्च थियो। आज राजालाई बहिगमन गराइसकेपछि यो देश धर्मनिरपेक्ष बनाइसकेपछि धर्म बेचेर खाएपछि तपाईको यो देश आज क्रिस्चियनहरूको इपिसेन्टर बनेको छ। यसको आगो आज भारतको मणिपुरमा लागेको छ। आज यो देशमा उद्योग धन्दा बेचेर चर्चहरू बढाउने काम भयो। उद्योग धन्दाहरू जति थिए मारवाडीलाई नव उदारवादको नाममा बेचेर यो देशमा चर्च मात्रै बनाउने काम गरियो, मदरसा मात्रै बनाउने काम गरियो र छिमेक विकास हुँदै गरेको छिमेकमा आज मणिपुर छुट्टिने स्थितिमा पुगेको छ। र म भारतका साथीहरूलाई पनि भन्छु, खास गरेर भारतीय मिडिया कर्मीहरू यहाँ आउनुभएको छ या भारतीय एम्बासेडरलाई पनि म यहाँबाट भन्न चाहन्छु, भारतका प्रधानमन्त्रीहरूलाई पनि यहाँबाट भन्न चाहन्छु र छिमेकी युपीका मुख्यमन्त्रीहरू, वेस्ट बङ्गालका मुख्यमन्त्रीलाई र बिहारका मुख्यमन्त्री तीनैजनालाई म के भन्न चाहन्छु भने यहाँको इपिसेन्टर जुन क्रिस्चियनहरूको इपिसेन्टरको जुन आगो छ आज मणिपुरमा सल्केको छ, भोलि युपीमा सल्केला, पर्सि बिहारमा सल्केला र निकोर्सी अर्को दिन वेस्ट बङ्गालमा सल्केला। तपाईहरू अलिकति चनाखो हुनुहोस्। छिमेकी मुलुकमा बम फ्याक्ट्री राखेर तपाईहरू कसरी निदाउनु भएको छ त्यो मलाई थाहा छैन। तपाईहरू सचेत हुनुहोस्। यो अभियान मैले त्यत्तिकै चालेको होइन। यहाँ नक्कली फेक करेन्सी, नक्कली फेक आइसी नोटको कारोबार हुन्छ क्या, नक्कली नेपाली नोटको कारोबार हुन्छ क्या, सुनको कारोबार हुन्छ यहाँ, सुपारीको तस्करी हुन्छ यहाँ, गाईको तस्करी हुन्छ यहाँ। यो देशमा गाईको बलात्कार हुन्छ, गाईलाई काटेर बलात्कार गरिन्छ, बलात्कार गरेर गाई काटिन्छ। यो देखाउनको लागि गाई भनेको हाम्रो आमा हुन् र यहाँ भनौँ भने नि धेरै किसिमका मान्छेहरूले धेरै किसिमका कुरा गर्छन्। आज हामीले 62-63 को जनयुद्ध पछाडि, जनआन्दोलन पछाडि जुन गणतन्त्र ल्यायौँ, गणतन्त्र ल्याउँदाखेरि म गणतन्त्रको सारथी हुँ। त्यतिखेर मैले प्रचण्डलाई साथ दिएको थियो। मैले मेरो धर्म राजा हटाउँथ्यो, हटाएँ। तर यो राजा हटाएपछि यो देश सिद्धियो भनेर जुन मैले अहिले राजा ल्याउनुपर्छ भनेर मैले एउटा काम गरेको छु। त्यतिखेर मेरो राजा हटाउने म प्रचण्डलाई साथ दिएर मेरो धर्म थियो। अहिले राजा फर्काउने पनि नेपाल र नेपालीको लागि धर्म हो भनेर राखेको म, राजा र हिन्दू धर्मको लागि। म त्यतिकै लागेको होइन। र हामीले विगत 3 वर्षदेखि राजालाई कसैले पनि सडकमा ल्याउन सकेको थिएन। राजालाई मैले मेचीको किनारमा पानसमा बत्ती बालेर र शान्तिका दूत परेवा उडाएर मैले आज 3 वर्ष लगातार यो आन्दोलनलाई अगाडि बढाइरहे, यो अभियानलाई अघि बढाइरहे। तपाईहरुले सबैले देख्नु भएको छ। मैले त्यो अभियान सुरु गर्दाखेरि धेरै जना मान्छे हाँसे। यसमा पनि 12 भाइ मिडियाले त हामीलाई कहिल्यै पनि जहिल्यै खेदो गर्यो र धेरै गणतन्त्रवादीहरूले हामीलाई के भने भनेदेखि टागा गाडी गोरु गाडी चढेर अमेरिका कुद्दैछ दुर्गे भनेर भने। तर वास्तवमा गोरु गाडी चढेर म अमेरिका गएको थिएन, गोरु गाडी चढेर नेपालमै घुम्दै थिएँ। यो कुरा पनि हेक्का रहोस्। र कछुवा र खर्याएको कथा छ नि त्यो पनि लागू होला। गोरु गाडी पनि गएको गयो भने एक दिन अमेरिका पुग्छ, लङ्गडो पनि हिँड्यो भने नि किनारमा पुग्छ, हो कि हैन भन्नुहोस् त। त्यसले गर्दाखेरि यो अभियान मैले सुरु गर्दाखेरि मैले आफ्नो पेट काटेर आफ्नो परिवारलाई रिस्कमा राखेर, मेरा पनि छोराछोरी श्रीमती परिवारहरूलाई रिस्कमा राखेर मैले यो अभियान चलाएँ। यो अभियान चलाउँदै गर्दाखेरि मैले कालो मुसुदेखि लिएर जुत्तादेखि लिएर हरेक कुरा खाएँ। कसको लागि भन्दा नेपाली नागरिक र नेपालीहरूको लागि र राज संस्था र हिन्दू अधिराज्य आओस्। त्यसमा पनि
हाम्रो हिन्दू देशमा बौद्ध जन्मिनु भएको, किरातेश्वर महादेव भएको, किरात बौद्ध सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दू राज्य कायम होस् र राज संस्था स्थापित होस् भनेर म लगातार 3 वर्षदेखि लागेँ। र यसपालि महाराज धिराजले पोखराबाट चाहिँ नै फागुन 6 गते जुन एउटा आह्वान गर्नुभयो, देश बिग्रियो, देश सकियो, नागरिकहरू सकिए, युवा जति सबै विदेश पलायन भए, त्यस कारणले गर्दाखेरि यो देश जोगाउँ, नागरिकहरू जोगाउँ, राष्ट्र जोगाउँ भनेर उहाँले आह्वान गर्दाखेरि हामीले साथ दिउँ। हामी सबैजना राष्ट्रवादी नेपालीहरू नेपालको झन्डा बोकेर, हाम्रो झन्डा भनेको नेपालको झन्डा हो, हामी कुनै पार्टीको मान्छे होइनौँ। र हामी मौका मिल्दाखेरि सदनमा जाने, सदन पनि खाने, गणतन्त्रको भोज खाएर राज संस्थाको वकालत गर्दैन दुर्गा प्रसाईले। गणतन्त्रको भोज खाने, राज संस्थाको वकालत गरेर म अरू संसदहरू जस्तो नाटक गरेर हिँड्दिनँ। म जे देख्छु त्यही गर्छु, जे बोल्छु त्यही गर्छु। त्यस कारणले गर्दाखेरि हामीले 25 गते हाम्रो विशेष पहलमा हामीले आयोजना गरेको कार्यक्रम एयरपोर्टमा सवारी हुँदै गर्दा राजालाई हामीले भव्य स्वागत गरेर हामीले तपाईको निर्मल निवास लगेर छिरायौँ। पोखराबाट काठमाडौँ आउँदाखेरि राजाको त्यत्रो भव्य स्वागत भयो। र मैले बिचमा के भनेको थिएँ भने हामी राजालाई हातमा समातेर हामी राजदरबार छिराउँछौँ, त्यतिखेर कसैले रोक्न सक्दैन भनेर भनेको थिएँ। आज हेर्नुहोस्, एउटा दुर्गा प्रसाईले सदनमा भएका साथीहरूको त के कुरा गर्नु, हिजो यो स्थिति ल्याएको कसले भन्दाखेरि सबैभन्दा ठुलो दोष, सबैभन्दा ठुलो फ्रड काम गरेको भनेको राप्रपाले हो। त्यतिखेर 72 साल कति गते हो यो असोज 4 गते राप्रपा भन्ने पार्टी र त्यसका अध्यक्ष कमल थापा र त्यतिखेरका सांसद राजेन्द्र लिङ्गदेनले साइन गरेको थिएन भने न राज संस्था जान्थ्यो, न हिन्दू अधिराज्य जान्थ्यो। कुरा बुझ्नुभयो के? खोलामा बगाएर समुद्रमा लगेर तिलञ्जनी दिने राज संस्था र हिन्दू अधिराज्यलाई, अनि अहिले माहौल बनेपछि धमिलो पानीमा माछा मार्नलाई अनि के भइरहेछ कुरो भन्दाखेरि तपाईहरुले धमिलो पानीमा माछा मार्नलाई हामीले गरेको, नगरपालिकामा गयो अनि पैसा तिरेर हामीले गरेको, उता गएर हामीले गरेको, अनि चैते गतेदेखि आन्दोलन सुरु गरिहालौँ। दुर्गा प्रसाई आउनु पर्यो, हामीसँग मिल्नु पर्यो। उहाँहरूले के सोच्नु भएको छ भने मलाई त गोठाला जस्तो पो सोच्नु भएको छ। त्यो आउनु पर्ने मान्छेलाई के भन्छु भने तपाईँले कतिजनालाई रोजगारी दिनुभएको छ? म त 5000 जनालाई दिएको छु। डाक्टरहरूलाई दिएको छु रोजगारी, विशेष भाइस चान्सलरहरू, प्रोफेसरहरू, सीए, चार्टर्ड एकाउन्टेन्टहरूलाई रोजगारी दिएर क्लियर होस्। म कसैको गोठालो होइन। र म राजालाई पनि के भन्छु भने राजाले पनि धैर्य भएर सोच्नु होला। तपाईले यो लडाईँमा तपाईँ सारथी भएर रथ हाँक्नुहोस्, म अर्जुनको भूमिका गरेर पाहाड चलाउँछु। अर्जुन तपाईँले भेट्टाउनु हुँदैन, कलियुगको अर्जुन दुर्गा प्रसाई जतिको अर्जुन तपाईँले भेट्टाउनु भएको छ भने अनि त्यहाँबाट चाहिँ नि मलाई भन्नु होला। तपाईँले देखिसक्नुभयो तपाईँका सारथीहरू, तपाईँका चाहिँ अर्जुनहरू गणतन्त्रमा जाने, भोज खाने, खड्गप्रसाद ओलीसँग फोन गर्ने, अनि माहौल बनायो भनेदेखि यसो परिहाल्छ कि भनेर त्यो गर्ने, ढोक्सा थाप्ने। तपाईलाई हिजो पनि त्यही दरबारभित्रका मान्छेहरूले सिद्ध्याएको हो, तपाईँको सचिवालयले सिद्ध्याएको हो। आज पनि तपाईँलाई सचिवालयले सिद्ध्याउँदैछ, भोलि पनि सचिवालयले सिद्ध्याउँदैछ। तपाईँ होसियार हुनुहोस्। म राजालाई यही भन्न चाहन्छु, तपाईँको सचिवालय ठिक छैन। मलाई लोभ छैन तपाईँले के दिनुहुन्छ के दिनु हुँदैन, मलाई त्योसँग सरकार छैन। यो देशमा प्रधानमन्त्री बन्नु पर्यो भनेदेखि भोलि जनताले बनाउने हो, राजाले बनाउने होइन। यो कुरा पनि हेक्कार होस् सबैलाई। मैले राम्रो काम गर्ने हो। मैले 3 वर्षदेखि सर्वहारा वर्ग, भुइँ मान्छे, उत्पीडन वर्गको माग उठाएर हिँडेको, नारा उठाएर हिँडेको। जहाँ कि मेरा नेपाली दाजुभाइहरू लघुवित्त सहकारी ब्याङ्कले लुटे, ब्ल्याकलिस्टमा परे। नेपालभित्र नेपालीले ब्ल्याकलिस्टमा पर्नु पर्यो। नेपालभित्र नेपाली आज तेस्रो दर्जाको नागरिक भएर हिँडेको छ। त्यसको अन्त्य गर्नु छ। 20 लाख भन्दा मुनिको ऋण मिना गराउनु छ। मेरो फर्स्ट उद्देश्य भनेको त्यो हो। मेरो 1 नम्बर उद्देश्य भनेको लघुवित्त पीडित, सहकारी पीडित, ब्याङ्क पीडित,
ब्याङ्कले घर जग्गा लिलाम गरेर सुकुम्बासी बनाएका मान्छेको घर जग्गा जमिन मैले फिर्ता गराउनु छ। मैले त्यो भनेर मैले माता दुर्गा माता पाथिभरा मातामा कसम खाएर मेरो 83 वर्षको आमाको हात शिरमा राखेर म जतिखेर मर्न पनि सक्छु, म नफर्किन पनि सक्छु आमा भनेर म हिँडेको मान्छे। र यो व्यवस्था परिवर्तन गर्न सकिनँ भने म तपाईँको दर्शन गर्न आउँदिनँ भनेर म पाथिभरा माता दुर्गा मातालाई भनेर आएको मान्छे। म यो व्यवस्था परिवर्तन भएन भने ती माताको अनुहार हेर्न जान्न फेरि पनि भन्दैछु। म सत्यनिष्ठवादी मान्छे हुँ, म एउटा योगी हुँ, पहेँलो लुगा नलगाएको योगी हुँ। मलाई केही चाहिएको छैन। तर सबैजनाले के हिक्का राख्नु पर्यो भन्दाखेरि दुर्गा परसाई कसैको गोठालो होइन। दुर्गा परसाई कलियुगले खोजेको एउटा आँधी बेहरी ल्याउने मान्छे हो। र यो आँधी बेहरीले बगाउँछ। किनभने आज रासपाका रवि लामिछाने, आज प्रचण्ड, आज खड्गप्रसाद ओली प्रधानमन्त्री, आज शेरबहादुर देउपा तपाईको मिलेर खाने बेलामा एक ठाउँमा आए। हिजो रवि लामिछानेलाई म पनि भन्छु, हिजो तपाईँलाई त्यत्रो लात हानेर खेद्दाखेरि, तपाईँलाई लगेर त्यत्रो थुन्दाखेरि तपाईँको लागि बोल्ने हामी थियौँ। तर आज मिलाएर खाने बेलामा फेरि तपाईँ हिजो गएर वार्ता गर्नुभयो भनेपछि तपाईँले यो जनताको लागि के काम गर्न सक्नुहुन्छ रविजी? त्यसले गर्दाखेरि म रविजीलाई के भन्छु भने तपाईँको भविष्य, तपाईँको पार्टीको भविष्य जोगाउनुहुन्छ भने तपाईँ यो अभियानमा जोडिनुहोस्। पहिला व्यवस्था परिवर्तन गरौँ। तपाईँले अवस्था परिवर्तन गर्दा अवस्था परिवर्तन हुँदैन। किनभने देश ब्ल्याकलिस्टमा गइसक्यो। तपाईँसँग के छ? देशै ब्ल्याकलिस्टमा गइसक्यो। के हो? ग्रे लिस्ट भनेको ब्ल्याकलिस्ट। एक चरण अगाडि गइसक्यो। अब एउटा त हो, तपाईँको उक्लेको चिर ओर्लिँदैन नि त। 60 वर्ष भएको मान्छे 61 मा जान्छ, 59 मा आउँदैन नि त। भनेपछि हामी राजालाई खेदेर, दरबारबाट राजालाई हटाएर आज हामी रैती, राजाको रैती भन्दा पनि मारवाडीका गोठाला भएछौँ। आज हामी हेर्नुहोस्, खाडीमा बस्ने साथीहरूले पनि बुझ्नु पर्यो। खाडीमा पठाएको रेमिटेन्स मारवाडीका छोराले पठाउँछ। खाडीमा गएर रेमिटेन्स 50 डिग्रीको तातोबाट, खाडीबाट रेमिटेन्स पठाउने हाम्रा दाजुभाइ। देश हाम्रो, देशका संरचना हाम्रा, तर पैसा मारवाडीले चलाउँछ, मारवाडीले पैसा चलाउँछ। अनि हामीले के गर्नुपर्छ? मारवाडीका सामान बेचिदिनुपर्छ। यी दोकानमा बस्ने मान्छे त जम्मै छन् नि सटर खोलेर बस्ने। म मालिक हुँ भन्थे के को मालिक रहेछन्? मारवाडीको काम गर्ने रहेछन्। अहिले आएर बुझे नि सबै कुरा सकिएछ। सकियो होइन? यसले गर्दाखेरि म के भन्न चाहन्छु भन्दाखेरि फेरि तपाईँहरूले के बुझ्नु होला नि, फेरि भन्नु होला दुर्गा परसाई राजासँग रिसाए, राजा दुर्गा परसाईसँग रिसाए भन्ने होइन। हाम्रो राम्रो सम्बन्ध छ, राम्रो सम्बन्ध छ। तर यो बीचमा जुन यो एउटा के भन्छ नि, यो चलखेल, हिजो राजसंस्था विदा गर्ने आफै, धर्मनिरपेक्ष बनाउने आफै माल खाएर, युएसआइडी को पैसा, युरोपियन युनियनको पैसा खाएर आफै गर्ने, अनि आज आएर जम्मै 3 वर्षमा मेहनत गरेर माहौल बनाएपछि हामीले गरेको होइन। अप्ठ्यारो पनि लाग्दो रहेछ क्या मान्छेलाई। अगाडि गएर भिडमा फोटो खिचेर होइन, अगाडि गएर भिडमा फोटो खिचेर दुर्गा परसाई आउनु पर्यो अरे। म धवल शमशेर दाइलाई पनि के भन्छु भने, धवल दाइ तपाईँ पनि क्यान्सर सर्भाइभल मान्छे हो, म पनि क्यान्सर सर्भाइभल मान्छे हो। ल तपाईँ यो आन्दोलनको लागि 10 करोड रुपियाँ हाल्नुहोस्, म पनि 10 करोड रुपियाँ हाल्छु, दम छ भने हाल्नुहोस्। ल निस्क्यौँ। अनि अर्को कुरो भन्छु धवल दाइलाई, तपाईँको पार्टी पहिला सदनबाट राजीनामा दियो, संसदबाट रहने आओस्। भुइँमा आउनु पर्यो नि, भुइँमा आउनु पर्यो नि। तात्पर्य तिहारी नत्र गोदामी भयो भने भइहाल्यो, भएन भने आफ्नो सदन छँदैछ, आफ्नो फुली छँदैछ, आफ्नो लोगो छँदैछ, हो कि होइन? त्यसले गर्दाखेरि तपाईँहरूले मलाई बेकुफ सम्झेको होला, नपढेको बेकुफ सम्झेको होला। दुर्गा परसाई भनेको यो कलियुगको युनिभर्सिटी हो। यो कुरो धवल शमशेर राणा दाइले पनि बुझ्दा हुन्छ, कमल थापा दाइले पनि बुझ्दा हुन्छ, राजेन्द्र लिङ्गदेन दाइले पनि बुझ्दा हुन्छ। म सम्मान गर्छु, तपाईँहरूमा भन्दा उमेरले जेठो हो। हाम्रो ज्ञानेन्द्र साई हुनुहुन्छ नि माथि जुम्लाको यार्सा गुम्बा खाएको भाइ, उहाँलाई पनि
हैन त्यसरी फोटो नखिच्नुहोस् तपाईको पपुलारिटी पनि देखेको छ मैले अभियान चलाएको म अभियानमै रमाएको छु आवश्यकता पर्यो नेपाली नागरिकको लागि भने म भोलि आवश्यकता पर्यो भने भेरी सबै नागरिकले भन्यो भने लघुवित्त पीडित सहकारी पीडित बैंक पीडित विदेशमा 7,000 जेलमा छन् विदेशीमा आज हाम्रा हुनाहारी युवाहरू ती सबैको आवाज दुर्गा प्रसाई त पार्टी खोलेर अगाडि बढ भनेर भने पनि त्यतिखेर बढौँला तर अहिले म गति छाडा काम गर्दिन र मलाई प्रधानमन्त्री हुने रहर यहाँ सुराए पर्दा प्रधानमन्त्री यहाँ हेर्नेछन् क्या फेरि गुरुहरू कोही मखमलका लुगा लगाएका कोही के लगाएका छन् क्या सब भविष्य हेरेका छन् कोही माताहरू भविष्य हेरेका छ दुर्गा प्रसाई प्रधानमन्त्री हुँदैन लेखेकै छैन त मैले प्रधानमन्त्री हुन लेखेकै गरेकै होइन नि यो काम व्यवस्था परिवर्तन गर्दा गरेको काम हो बाबा म प्रधानमन्त्री हुने लायकको मान्छे होइन भनिरहेको छु त मेरो काम व्यवस्था परिवर्तन गर्ने हो बाबा व्यवस्था परिवर्तन गर्नु न जोसुकै प्रधानमन्त्री होस् हेर्नुहोस् आज पुलिसलाई दिन दहाड राति ड्युटीमा गएको पुलिसले कुटाइ खान्छ है विद्यार्थी संगठनले कुन्छ एमालेको विद्यार्थी संगठनले हेर्नुहोस् अराजकता रङ्गशालामा खेल हेर्न जान्छन् केपी ओली वर्ल्ड कप हेर्नुहोस् व्यक्तिगत नाममा राज्यको पैसा दुरुपयोग हुन्छ जान्छन् अनि त्यहाँ गएर बच्चाले कुटाइ खान्छन् अनि यो तानाशाही प्रवृत्ति होइन भनेर एउटा पत्रकारले सोद्धाखेरि पत्रकारलाई नि मुख बन्द गर्न संसद भवनभित्र पास बन्द गरिन्छ त्यो पनि एमालेकै पत्रकार अब त थाहा पाएन नि एमाले र सही पनि एमाले मै पनि एमाले मैले त्यसै छोडेको एमाले भनेको के हो भन्ने कुरो नि एमालेकै पत्रकारले बल्ल बुझ्दैछन् एमालेमा भन्दा बढी चाकरी एमालेमा भन्दा बढी अरू सबै वृत्ति अब के भनौँ यहाँ बलात्कार भएका केस दर्ता हुँदैन यहाँ सरकारी वकिल सबै मुद्दा जति फिर्ता लिने देश बेच्ने त्यसले गर्दाखेरि हाम्रो अभियान अघि बढ्छ र उचित समय सही समय आएपछि म आन्दोलनको घोषणा गर्छु त्यतिखेर सम्पूर्ण देशमा रहनुभएका विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइहरूलाई सडकमा निस्किनलाई म आह्वान गर्दै 25 गते जुन काठमाडौँवासी भक्तपुरवासी ललितपुर कीर्तिपुरवासी काठमाडौँ उपत्यकाका जो 7 दिन हुने सम्पूर्ण मैले भनेको थिएँ काठमाडौँबाट चाहिँ निस्केनन् काठमाडौँबाट निस्केनन् भन्दा मलाई त्यहाँ धेरैजनाले भने हामी काठमाडौँबाट आएको दाइ तपाईँको कुरा सुनेर अब हामी निस्क्यौँ भनेर भन्नुभयो म विशेष गरेर काठमाडौँवासी काठमाडौँ उपत्यकावासी 4वटा जिल्ला काठमाडौँ भक्तपुर ललितपुर कीर्तिपुरका सम्पूर्ण न्याउरो समुदाय र सम्पूर्ण यहाँ बस्ने दाजुभाइ दिदीबहिनीहरूलाई त्यो दिन उदारतापूर्वक आफ्नो देश जोगाउन आउनुभएको आफ्ना प्यारा राजाको स्वागत गर्नु आउनुभएको र शोभा बढाइदिनु भएको भए तपाईँहरूलाई मुरीमुरी धन्यवाद दिन चाहन्छु हृदयदेखि धन्यवाद दिन चाहन्छु तपाईँहरूले गरेको यो मेहनत दुर्गा प्रसाई भोलि व्यवस्था परिवर्तन गरेर ठाउँमा आयो भने तपाईँहरूका आँखाबाट आँसु झर्न दिन्न ती झरेका आँसु म आफ्नो हात लिएर थाप्न जान्छु म गफ गरेर हिँड्दिनँ म त्यो मान्छे हुँ त्यो भन्दै बिदा लिन चाहन्छु धन्यवाद जस्तो यो 25 गतेको कार्यक्रम नि तपाईले मैले माहौल मिलाएको भन्नुहुन्छ राप्रपा हामीले गर्दा भनेर हिजो जरिवाना पनि गरेर तिरिसकेको छ हैन 1 लाख रुपैयाँ महानगरमा यो खास हात पनि मिलाएर सँगसँगै हिँड्नुभयो अहिले फेरि अब यो म राप्रपासँग कहिले हात मिलाएको छैन मिलाउँदिन होइन मैले राजालाई फुल दिएको हो मैले अरूलाई दिएन हाम्रो अभियानमा को आए म जान्ने राष्ट्रिय झन्डा बोकेर आएका थिएँ होइन को आए सबैजना आए सबै नागरिकहरू आए राजा ल्याउने भए राज संस्था ल्याउने भए हिन्दू धर्म ल्याउने भए नि आफै साइन गरेर पठाउँछ कसैले खाएर यो खाने मान्छे हो दुर्गा प्रसाई हेरेको छ मलाई चाहिँदैन म दुर्गा माताको कसम खाएर भन्छु त दुर्गा माताको कसम खाएर भन्छु तपाईँले के बुझ्नुहोस् भने त्यति पवित्र मान्छे यो देशले भेटाएको छ एउटा पृथ्वीनारायण शाह भेट्यो एउटा जङ्गबहादुर भेट्यो एउटा राजा महेन्द्र भेट्यो एउटा दुर्गा प्रसाई भेट्यो यो देशले इमान्दार मान्छे बित्दैन दुर्गा प्रसाई म मिलेर सबै आउँछन् हाम्रो अभियानलाई मैले भने त सहकार्य हुन्छ त्यो सहकार्य कोसँग हुन्छ विप्लव दाइसँग पनि हुन्छ प्रचण्ड ज्यूसँग पनि हुन्छ
केपी ओलीहरूसँग पनि हुन्छ, हजुरबुवासँग, शेरबहादुर देउपासँग पनि हुन्छ। सदन त्याग्नुहोस्, आउनुहोस्, राज संस्था ल्याउँ, एकबाट नागरिक बचाउँ, देश बचाउँ। हामीले गल्ती गऱ्यौँ, यो देशमा गणतन्त्र हामीलाई ठिक छैन, सङ्घीयता ठिक छैन। अब कार्यकारी प्रधानमन्त्रीमा जाउँ, राजालाई चाहिँ नि एउटा चाहिँ नि मेयरको रूपमा राखौँ भनेर आउनुहुन्छ भने, सदन छोडेर आउनुहुन्छ भने सबैलाई वेलकम छ, सबैलाई स्वीकार्छु।